यो बालन शाह भन्ने छ नि मान्छे मेरो साथी हो है। यति खतम मान्छे कि मैले जिन्दगीमा यति खतम मान्छे देखाएको थिइनँ कि है। काठमाडौँ त भड्कालमा हाल्यो देशै भड्कालमा हाल्ला जस्तो भइसक्यो कि अहिले है। बिचरा म सिस्टरको लोकल 3 वर्ष भइसक्यो। मलाई एउटा मात्र चाहना थियो कि यसलाई मेयर बनाउनुको है। यसलाई जिताउन अन्त मैले एमडी छोडेर रेसिडेन्सी छोडेर हिँडेको हुँ। सुमन साइमीले भाइ त्यो मान्छे ठिक छैन, न सपोर्ट नगर 1000 जनाले भन्थे। होइन दाइ, चण्डाल भन्दा चोरै ठिक भनेर ल्याएर राखेको है है जस्तो भए पनि। तर यसले यति खतम गरे कि है। आज हेर्नुहोस् त सिस्टोलमा यसले फोहोर खोल्न नसकेर मैले गएर हरेक घरमा गएर उपचार गरेर सिस्टोलमा गएर मैले त्यहाँ शिविर गरेर 1 वर्षभित्र सबै सिस्टोलवासीलाई जागिर दिन्छु, 1 वर्षभित्र हस्टेल बनाइन्छु, 1 वर्षभित्र बाटो बनाइन्छ। 4 वर्ष भयो, पहिला भन्दा खत्तम भएको छ अहिले हैन। विद्या सुन्दरको पाला भन्दा अहिले खत्तम भएको छ। त्यो बाटो हेर्नुहोस् त गएर एकचोटि, त्यो सिस्टोल हेर्नुहोस् त गएर। हरेक घरमा क्यान्सर छ, त्यहाँ हरेक घरमा छालाको रोग छ, हरेक घरमा के छ। यहाँ बसेछ, पब्जी खेलेछ, दुनियाँभरि खाछ, हल्ला गरेछ, फेसबुकमा स्ट्याटस लेखाछ है। न बागमती सफा गर्न सकेको छ, न विष्णुमती सफा गर्न सकेको छ, न यता सफा गर्न सकेको छ। बिचरा बाटोमा बेच्नेहरूलाई मैले भनेको थिएँ 32वटा वडामा एक-एकवटा हाट बजार बनाम, नेपाली मात्र बेच्ने बनाम। लखेट्ने होइन नि, 15 लाखलाई लखेटेर 1200लाई रोजगार दे दत है। यो देश गरिब दुखीको पनि हो, यो देश कवाडेवालाको पनि हो, यो देश सुकुम्बासीवालाको पनि हो, यो देश मकै पोल्नेहरूको पनि हो। गरिब भन्ने देख्नै पाएन यसलाई। आज पनि यसलाई भत्काउनै परेछ, बनाउने भन्ने के छैन। दिनरात काठमाडौँका खोला नालावासीहरू तडपेर बस्नु परे छैन। आज भत्काउने हो कि बिचरा सुकुम्बासीमा भगवाई को सुकुम्बासीमा बस्थ्यो, छुट्याइदेन गएर। त्यहाँ रियल पनि त छन् नि, 1-2 जना राम्रा होला तर सबै नराम्रा छन्। रहर ल्याएर बसेको त्यहाँनिर है। खोज अनुसन्धान गर्न साला तोरी गरिब देख्नै भएको छैन हैन, मकै पोल्ने देख्नै भएको छैन, किसान देख्नै भएको छैन हैन, कवाडी देख्नै भएको छैन, कोही देख्नु भएन। हाम्रा कवाडी सबै मधेस प्रदेशका हुन्। उनीहरूलाई काम गर्न दिनु पर्दैन, उनीहरूलाई फोहोर सङ्कलन गर्न दिनु पर्दैन। कवाडी सङ्घको पनि हामीलाई ऐक्यबद्धता छ, सहकारी पीडितको पनि ऐक्यबद्धता छ। खोला नाला पीडित यो बालनको काम छैन है। पहिला म एउटा कहानी भन्छु है त। इन्द्र भगवान चाहिँ पृथ्वीमा आएको थियो कि एकचोटि, बाल इन्द्र अस्ति गरे त बच्चै छ, इन्द्र अस्तिको पनि छैन यो त। इन्द्र भगवान यो काठमाडौँमा आउँदाखेरि यस्तो राम्रो देश, यस्तो राम्रो ठाउँ रहेछ, मेरो स्वर्ग पनि पृथ्वी जस्तै बनाउनु पर्यो, नेपाल जस्तै बनाउनु पर्यो भनेर विश्वकर्मा र विश्वमित्र ऋषिलाई लिने बेलामा काठमाडौँमा एउटा फुल देखेछन् के, पारिजातको फुल। अनि त्यो फुल चोरेर लगेछन्। त्यो चोर्ने बेलामा चाहिँ इन्द्रको भोटो खोसेर लखेट्ने बेलामा त्यो भोटो च्यातिएर भोटे जात्रा मनाइन्छ के। त्यो इन्द्रलाई लखेटेको भएर इन्द्र जात्रा मनाइन्छ। अर्को बच्चा इन्द्र आएको चाहिँ यसलाई पनि लखेट्न नपरोस्। यहीबाट चुनौती दिन चाहन्छु फेरि है। मैले बाचा गरेको थिएँ हैन, कुमारी मातामा गएर हैन तपाईँहरूको मागमा पुरा गर्छु। मैले बाचा गरेको थिएँ यहाँ पशुपतिमा गएर तपाईँको माग पुरा गर्छु। मैले बाचा गरेको थिएँ यहाँ बङ्गलामुखीमा गएर, अहिलेसम्म पाइला टेकेको छैन। अस्ति कुमारीलाई लात हानेर हिँडेछ एसिका पुलिसले। कुमारी माथि, हाम्रा जीवित जननी माथि हेप्छस् तैले? को होस् त, कसले दियो तँलाई अधिकार है? भद्रकुमारी घले आमा बिचरा 95 वर्ष 96 वर्षमा समाजसेवा गरेर बनाएको अनाथालय, बनाएको वृद्धाश्रम, बनाएको सङ्ग्रहालय, बनाएको पुस्तकालय भत्काएर के पार्क बनाउँछस् तैले? पाप लाग्दैन? एउटा बिचरा सचिन परियारले त्यही पढ्थ्यो त्यही स्कुलमा। 80 जना विद्यार्थीहरू अनाथहरू हुम्ला जुम्लाबाट पढ्न आएको थियो त्यहाँ। यसले लखेट दियो, यसले बेहाल बनायो, बेचरा बनायो त्यसले तिनीहरूलाई। यहाँ वृद्धाश्रममा 27 जना वृद्ध आमा आएर बस्थे, त्यो भत्कायो यसले है। यहाँ भनौँ न तैले चला भन्नुभएको थिएन आमाले है। यो भनेको साँच्चीकै भस्मासुर हो, यो भनेको साँच्चीकै लुसिफर हो। यसको पनि दिन धेरै छैन। 21 दिनमा पहिला हामीले काङ्ग्रेस एमाले माओवादीलाई लहट्नु भएर पर्ने भएर यसलाई बाँकी राखेको हो। 21 दिनमा यसले काम गरेन भने यसलाई पनि छोड्दैनौँ। काठमाडौँवासीले यसलाई लहट्छन् भनेर यहीबाट जानकारी दिन चाहन्छु है त है।